जय मसी सम्पूर्णमा अब चाहिँ म चाहिँ जान आँटेको आज चाहिँ चर्च चाहिँ गइनँ आज चाहिँ तल खोलातिर अब चाहिँ लाग्न आँटेको आज चाहिँ यसो रिल्याक्स पनि गर्नु बस्ला भाइ त्यही अब लागेको है आज चाहिँ कहाँ गएको भन्दा हामी चाहिँ फिसिङ गर्नु उहिलेमा खोलातिर जाने गरेको तर दिन चाहिँ अहिले चाहिँ त्यहाँ त पानी पर्दै थियो तर अब के हुन्छ पानी नै पर्ने हो अझै घाम लागिरहेको छ बाटो चाहिँ अब चाहिँ निक्लेको हो माथि पुगेर तपाईँलाई आजको नजारा चाहिँ यस्तो छ एकदम बिहान चाहिँ पानी परेर यस्तो क्लिन भइराखेको छ नि अब यस्तो दामी कस्तो दामी देख्छ यो चाहिँ एकदम प्राकृतिक चाहिँ मलाई एकदम यो चाहिँ मनपर्छ र यो एकदम बर्खामा यो है जुन जुलाईको समयहरूमा यो पानीहरू परेर रोएर यसरी घामहरू लाग्दा दिनहरू क्लियर है सबै हरियाली हुन्छ नि त त्यो चाहिँ एकदम मलाई चाहिँ यस्तो चाहिँ पुरा मनपर्छ तर के गर्नु घरिघरि बगाउने पानी आउँछ र कता कता डर पनि लाग्छ यस्तो क्लिन भइरहेको छ नि यस्तो दामी वाउ बनाउने रहेछ घाममा हो पानी परेर चाहिँ बिहान रहेर चाहिँ दामी भइराखेको छ कहाँ जाने अन्त आज नभए यसो 26तिर मयङ्क भाइ कता गएको अन्त निज गाउँ गएको के खाएको दुईजनाले फ्रुटी आधी आधी 50-50 हो तिम्रो नाम त के पो हो पुनित राई कुन क्लास पढ्छौ तिमी रिदिमाहरूको सक्यो एक्जाम सक्यो कस्तो गर्यो राम्रो भन्नाले दामी योपालि के फर्स्ट डिभिजन सेकेन्ड या थर्ड तिमीहरूको भएको छैन है मिरिक स्कुल हेलो देवा ए त्यसो खोला नाला आज गएन नि टिभी त हेर आजै हो गएको पछि पो अब चाहिँ यहाँबाट गयो है ओह्रालो हामी चाहिँ अब जानुपर्ने चाहिँ यहाँबाट ओह्रालो ताँबाकोसी भन्छ रामबाङ खोला है त्यहाँनिर अन्त यो चाहिँ आउँदैछ आकाश चाहिँ म चाहिँ पर्खिराखेको छु बुबुको चाहिँ अलिक लबलम भएर दिनहरू चाहिँ यस्तो म त यस्तो दामी लागेको छ यस्तो दिनहरू देख्दा चाहिँ पुरा लोभिन्छु म अन्त यो चाहिँ आइपुग्यो हो यो चाहिँ आइ पनि पुग्यो बुबुको स्टार्ट नभएर गएको छ ओह्रालै स्टार्ट नभएर गएको छ तेल सक्यो होला भन्दै थियो फेरि ट्याङ्कीमा त छक्लक हुँदै थियो मिटर पनि देखाउँदै थियो भन्दै थियो ताँबाकोसी आइपुग्यो यो चाहिँ ताँबाकोसी रामबाङ हो रिभर यो चाहिँ अक्टोबर 4 खोले चाहिँ यस्तो बनाइदिएको छ नि यसको चाहिँ एकदम नक्सै चेन्ज गरिदिएको छ हो हामी चाहिँ यहीँ समाएको हामी चाहिँ फिसिङ गर्नुको लागि चाहिँ आफू हेर्नु नि यस्तो बिरक्तो किनकि यो पुल पनि उताबाट चाहिँ लगेको छ हामी हो चाहिँ पुलबाट बाटो चाहिँ देख्दैछ यो चाहिँ ताँबाकोसीको यो चाहिँ पार्कको यो चाहिँ हामी मसिनो हुँदाखेरि बनेको यो पारिपट्टि देखेको चाहिँ बस्तीहरू है यस्तो फर्की बनाइदिएको रहेछ हौ यो त है अबै बनाइ त है सबको लागि
बिर्से मेरो हृदयदेखि उनको सँगमा बस्नलाई मलाई लिए यस्तो भएछ यो स्विमिङहरू त पानी नहालेर दुःख दिँदा क्रेश प्रभु संसारमा स्वप्न त्यो सुन्दर फुल बाटोको बिहानको कति उत्तम थियो मेरो आत्मा यो चाहिँ ड्याम बनिँदैछ यहाँको पानी चाहिँ मिरिकलाई सप्लाई गर्नुको लागि है यो चाहिँ काम चालु चाहिँ हुँदै रहेछ यहाँ पोहोरदेखिको भएको यहाँ चाहिँ राम्रो देख्दैन रहेछ है यहाँ चाहिँ ड्याम बनेर चाहिँ पानी चाहिँ मिरिकवासीलाई अहिले चाहिँ हामी माथि जाँदैछौँ तल चाहिँ अलिक अप्ठ्यारो रहेछ र काशीकोहरू सेलक्कै गरमले एकदम सेलक्कै मेट्दा झन् अब खतम छ हालत हामी खोला चाहिँ आइपुगे अब यहाँबाट चाहिँ हामी सुरु गर्ने हो है गरमले कस्तो भइरहेको जग्गा चाहिँ हो यो बाटोहरू चाहिँ अस्ति अक्टोबरकोले चाहिँ सबै बगाएको थियो अन्त यो सडक चाहिँ अलिक तलबाट थियो त्यति बेलाखेरि चाहिँ यहाँबाट भयो यहाँ मुनि चाहिँ ड्याम बनाउँदैछ है पानीको लागि अब चाहिँ हामी यहाँनिर बल्छीहरू मिलाउँछौँ तर माछा चाहिँ छ कि छैन माछा पऱ्यो भने तपाईँहरूलाई देखाउँछु नि माछा परेन भने अब यीशु मित्र पाए जो मेरो सब थोक हो मेरो आत्माको लागि के उत्तम त्यो सुन्दर फुल बाटोको बिहानको त्यो तारा मलाई शुद्ध सँगा पार्ने उत्तम अफसोसमा मेरो हर्ष दुःखमा मेरो आशा बन्दछ उनले सोच बिक्री नगर त्यो सुन्दर फुल बाटोको बिहानको त्यो तारा कति उत्तम थियो भर मेरो आत्माको उनले मेरो दुख सब लिए सबै अफसोस पनि परीक्षामा मेरो छ गर्व लियो सब उनको लागि बिर्से मेरो हृदयदेखि उनको सँगमा बस्नलाई मलाई लिए संसारले मलाई छोड्दा शैतानले दुःख दिँदा क्रेश प्रभु हुन्छन् साथमा स्वप्न गर त्यो सुन्दर फुल बाटोको बिहानको त्यो तारा कति उत्तम थियो भर मेरो आत्मा माछा चाहिँ छैन रहेछ माछा चाहिँ एउटा चाहिँ पारा भयो सानो बुढे किनकि यो चाहिँ अक्टोबर 4 को बाढीले गर्दाखेरि चाहिँ सबै खोलाहरू भत्केर यसको माथिबाट खेल्दै आएको खोलाको नजाराहरू चाहिँ यस्तो छ यो चाहिँ ड्याम मैले भनेको चाहिँ यही हो मिरिकलाई पानी जाने घाम पनि त्यस्तै लागिरहेको छ टाँगहरू यहाँ राखिराखेको छु त्यही हो
यस्तै छ आज चाहिँ सन्डे चाहिँ यस्तै गयो। यस्तो दामी घामहरू लागिरहेको छ। यो माथि देखेको हामी चाहिँ यहाँ तल आइपुग्यौँ खेल्दै खेल्दै है। छैन नजारा चाहिँ यस्तो छ यो तामाकोसीको अब चाहिँ हामी घर जाने है। माछा पनि छैन रहेछ, माछा पनि परेन हो। दिन चाहिँ यस्तो भयो 5 बजे अहिले चाहिँ 5 बजे नजारा चाहिँ यस्तो छ खोलाको है। पहिला चाहिँ यहाँ चाहिँ एकदम राम्रो थियो खेल्ने। र अब चाहिँ हामी चाहिँ घर जाने केटा चाहिँ खेल्दैछ, मान्छे थुकिसके। अब हामी चाहिँ यहाँ माथि पर्छ घर चाहिँ गएको है। आजको लागि चाहिँ एकदम बाई बाई सबैलाई भन्न चाहन्छु।